सम्पूर्ण गोर्खे सन्तान आमा बाउ दाजुभाइ तथा दिदीबहिनीहरू अनि भारतवर्षभरि छरिएर बस्नुहुने रगतको साइनो लाग्ने गोर्खे सन्तानमा मेरो गोर्खे अभिनन्दन। 22 तारिक अगस्तको दिन सिलिगुडीमा माननीय गृहमन्त्री अमित शाहज्यू अनि माननीय मुख्यमन्त्री अधिकारीज्यूसँग हाम्रो पहाडको बिजेपी एलायन्सको मिटिङ भएको थियो। अफिसियल पनि धेरै थिए त्यस दिन। अनि हाम्रो जुन प्रकारको मिटिङ भयो सौहार्दपूर्ण वातावरणमा सायदै सुभाष घिसिङज्यूको पालीदेखि मैले अहिलेसम्म जति पनि डेलिगेसन गएँ दिल्लीमा अनि जति पनि बुटा सिंहदेखि लिएर चौहानदेखि लिएर आडवाणीज्यूदेखि लिएर प्रत्येक तपाईको होम मिनिस्टरहरूसँग भेटघाट गरेको, राजनाथ सिंह 17-18 मा भेटघाट गरेको भन्दा पनि अति नै राम्रो यसपल्टको सौहार्दपूर्ण वातावरणमा माननीय गृहमन्त्री अमित शाहसँग जुन चाहिँ बैठक भयो त्यो साँच्चै नै हाम्रो गोर्खा जातिको हितमा भएको म महसुस गर्छु। अनि जुन प्रकारको अहिले हल्लाहरू दुनियाँभरको के गरिरहेको छ त्यो अफवाहहरू जनतालाई म सोझो भन्न चाहन्छु, गोर्खाल्यान्ड राज्य निर्माण मोर्चा जन्मेकै गोर्खाल्यान्डको लागि हो। अनि भर्खर मात्र पनि हामीले राष्ट्रपतिलाई एउटा पत्र पनि पत्राचार गर्यौं, फेडरेसन फर न्यू स्टेटको तर्फबाट त्यो रिसिभ गराएको कपी पनि मसँग छ। 14 तारिक अगस्तको दिन उहाँले रिसिभ गर्नुभएको थियो। अनि यसरी नै हामीले गोर्खाल्यान्डकै लागि नै अगाडि बढिरहेका छौं। अब यहाँ अफवाहहरू दुनियाँभरि भए शुभेन्दु अधिकारीज्यूले चाहिँ मुख्यमन्त्रीले चाहिँ बङ्गाल टुक्राउनु बाहेक अरू चाहिँ सबै मान्छु, राज्य बाहेक चाहिँ भन्ने कुराहरू हल्लाहरू भए। कुन चाहिँ मुख्यमन्त्रीले चाहिँ भारतमा चाहिँ लु लैजाऊ, यहाँ राज्य लैजाऊ, गोर्खाल्यान्ड लैजाऊ, छुट्टै राज्य लैजाऊ भनेर भनेको छ आजसम्म इतिहासमा? बिहारको मुख्यमन्त्री त्यस्ताका मुख्यमन्त्री लालू प्रसाद यादवले यदि झारखण्ड बनिन्छ भने मेरो लासमाथि बुलडोजर चलाएर गएर म मरेपछि पनि म त्यो झारखण्ड बनिनु दिदिनँ भनेर भन्ने मान्छेले बाध्य भएर एक दिन राज्य पास गर्नु परेको थियो। अनि मुख्यमन्त्री त को धर्म हो? कुनै पनि मुख्यमन्त्री बङ्गालमा आएपछि उसले चाहिँ गोर्खाल्यान्ड दिन्छु भन्यो भने त सायद उसको सत्ता पनि त्यहाँ बस्दैन होला। यसकारण यसलाई अर्को तरिकाले बुझ्नुपर्छ। माननीय गृहमन्त्री अमित शाहजीले जुन प्रकारको रूपरेखा तयार पार्नु भएको छ, जुन प्रकारको हाम्रो पनि भनाइ छ, हामीले पनि भन्यौं हामीलाई यदि यो प्रस्तावित जुन चाहिँ हाम्रो एउटा आधारशिला बनिँदैछ, हाम्रो भने स्केलेटन बनिनेवाला छ, त्यसमा यदि जमिन अन्तर्भुक्त छैन, यदि जमिन पाइएन भने त्यो बेकार हुन्छ। अनि एक्जिक्युटिभ र लेजिस्लेटिभ पावर छैन भने त्यो पनि बेकार हुन्छ। अनि यो सबै पावर र फङ्सन छ जो चाहिँ स्टेट गभर्नमेन्टकोमा थियो। पहिला डिजिएसी हुँदा पनि स्टेट गभर्नमेन्टसँग, अनि जिटिए हुँदा पनि स्टेट गभर्नमेन्टसँग थियो। त्यो चाहिँ जबसम्म यस पहाडमा गोर्खाहरूको निम्ति पूर्ण रूपले आउँदैन तबसम्म यो व्यवस्था लिएको बेकार भएर जान्छ भनेर हामीले प्रस्ताव राख्दा भोलिपल्ट गृहमन्त्रीसँग चाहिँ जुन प्रकारको कुरा भयो, त्यहाँनिर जुन चाहिँ कुरोलाई यस गर्नुभयो उहाँले, त्यो चाहिँ अति नै राम्रो छ। अनि हाम्रो लागि एउटा भाग्य उदय हुने एउटा जग्गा पाएका छौँ हामीले। हाम्रो जुन चाहिँ प्रारूप छ त्यो प्रारूपलाई बनाउने, धरातल बनाउने, फाउन्डेसन बनाउने, अनि हामीले त्यसबाटलाई नै अगाडि बढाएर अगाडि बढ्नुको लागि चाहिँ सबैभन्दा ठुलो मौका र अवसर हामीले पाएका छौँ। आज गृहमन्त्री अमित शाह हुँदा नै यदि हामीले केही पाइसक्यौँ भने हामीले पायौँ गोर्खा जातिले। नत्र त थुप्रै राजनाथ सिंहसँग पनि हामी दुईपल्ट मिटिङमा बस्यौँ, थुप्रै गृहमन्त्रीहरू भारतमा देख्यौँ, अपोजिसनको पनि देख्यौँ, काङ्ग्रेसको पनि देख्यौँ, सबैसँग भेट गयौँ, तर यतिको गृहमन्त्री गोर्खालाई माया गर्ने सायदै हामीले पाउन सक्दैनौँ। अनि उहाँको भनाइअनुसार 1850 सालदेखि गोर्खाले दुःख पायो, कहिले सिक्किममा पसे, कहिले नेपालमा पसे, कहिले भुटानमा पसे, चारतिर योहरू बाँटियो र अब गोर्खाले न्याय पाउनुपर्छ। भोलि सायद हामी नरहौँला, बङ्गालमा बिजेपी नरहला, दिल्लीमा बिजेपी नरहला, 15-20 वर्ष, 25 वर्ष, 30 वर्ष बादमा, त्यति बेला पनि गोर्खा सुरक्षित हुनुपर्छ र त्यतिको चाहिँ आधार चाहिँ हामी बनाएर जान्छौँ भनेर उहाँले जुन चाहिँ आश्वासन दिनुभएको छ। अनि काम गर्ने जुन चाहिँ प्रारूप छ, म सबै खुलाउन चाहन्न आज, त्यो प्रारूपले हाम्रो निश्चय नै घरेडी बनिनेछ अनि हाम्रो घर पनि बनिनेछ, साथै हाम्रो गोर्खा जातिको शिर पनि उच्च रहनेछ। 11 जातको कुरा भएको छ त्यहाँनिर, त्यसपछि गएर लेजिस्लेटिभ पावरको कुरा छ, एक्जिक्युटिभ पावरको कुरा छ, त्यो सबै दिने भएको छ। त्यसपछि गएर हामीले गोर्खाहरूको सारा भारतभरि छरेर बसेको गोर्खाहरूको आइडेन्टिटीको बेला पनि म सम्बोधन गर्छु भनेर उहाँले
वचन दिनुभएको छ। साथसाथै डुवर्सको छोडिएको भूभाग पनि यो आउने प्रारूपभित्र पस्नेछ अनि सिलिगुडीको छोडिएको भूभाग